अहिले तपाईँ विदेशमा हुनुहुन्छ भने त भएन, नेपालमा हुनुहुन्छ भने जहाँ हुनुहुन्छ त्यहीँ बस्नु होला। अहिले विपदको बेला छ र बाढी पहिरो निकै धेरै आइरहेको छ, पानी पनि परिरहेको छ र यति अहिले हामीले गर्न सक्ने र नेपाल सरकारले गर्न सक्ने भनेको त्यही हो, अलर्ट गराउन सक्ने, सूचना दिन सक्ने। यो अहिले पछिल्लो समय सामाजिक सञ्जालमा एक निकै धेरै के भयो भन्दाखेरि काइपिन्नु नजान्नु होला, नाइट बस त बन्दै गरिसकेको थियो र अहिले त डे पनि बन्द गरेको छ र जिल्लाका सिडिओहरूलाई 24 घण्टा नै बस्नुपर्ने आदेश पनि दिइसकेको छ। मन्त्रीहरू पनि निकै खटिरहेका छन्। त्यसले गर्दाखेरि अहिले एकदमै धेरै न्यूनीकरण भइरहेको छ। अहिले सालमा पोहोर सालको तुलनामा झन्डै 200 भन्दा बढी मान्छे मरिसकेका थिए पोहोर साल। यस्तो हुँदाखेरि त्यो सूचनाको अलिकति भएन। अब अहिले पनि त्यस्तो परिआयो भने गर्न सकिने त केही पनि होइन। त्यति धेरै हामीसँग केही इक्विपमेन्टहरू पनि छैन, कुनै हेलिकप्टर त्यस्तो खतरा नाइटमा चल्ने खालको पनि छैन। तर मात्रै के छ भन्दाखेरि आफ्नो ठाउँमा बस्ने र एक अर्कालाई सूचना दिने, यस्तो यस्तो छ भन्ने मात्रै हो। तर अहिलेको सरकारले जुन गरिरहेको छ एकदमै धेरै छिटो र काम भिजिबिलिटी पनि निकै राम्रो देखिएको छ र गृह मन्त्रालय र विशेष गरी अझ ऊर्जा मन्त्रालय कुलमान घिसिङ त ठाउँ गएर आफै काम गरिराख्नु भएको छ यो अहिले पछिल्लो समय। त्यसले गर्दाखेरि अहिले मान्छेहरू एकदमै धेरै सजग भएका छन् र हटलाइन नम्बरहरू आइरहेका छन् ठाउँमा र तपाईँहरूलाई यो नम्बर पनि मैले राखिदिएको छु र हेर्नुहोला र अरूलाई पनि यस्तो कुराहरू सार्वजनिक गर्नुहोला।